हेलो हजुर नमस्ते सबैजनालाई र स्वागत छ मेरो यस भिडियोमा हैन साथीहरु। म फाइनली फेरि हैन भिडियोमा आइसकेको छु र म फेरि आज छराकुटीमा आएको छु साथीहरु हैन। आज चाहिँ तपाईको शुक्रबार हैन 6 गते। मौसम पनि अब त्यस्तै छ, माथि देख्न सक्नुहुन्छ हैन। अब घाम पनि त्यस्तै छ। अनि त म चाहिँ यता बागडुग्रा जाँदैछु हैन। अनि बागडुग्रा जाँदा फेरि तपाईहरुलाई फेरि यहाँबाट भिडियो देखाउनै पर्यो नि त मैले हैन साथीहरु। तपाईहरुले पनि कुरेर बस्नु भयो होला कतिखेर भिडियो आउँछ भनेर हैन। टक्क बागडुग्राको भिडियो मैले ल्याइसकेको छु साथीहरु हैन माथिबाट। यो चाहिँ छराकुटीबाट हैन साथीहरु। छराकुटी यहाँ चाहिँ धेरै पुरानै ठाउँ हो। लगभग अझ यस्तो भइसक्यो, भत्केर यस्तो छ हैन साथीहरु। जंगलहरु त्यस्तो छ हैन साथीहरु। मेरो घर चाहिँ यतैबाट जाने सिधा हो त्यो माथितिर हैन साथीहरु। अनि बागडुग्राको जनता मावि स्कुल हैन देख्न सक्नुहुन्छ। यस्तो बबा चाहिँ केटाटीहरु बाहिर हैन। अनि साथीहरु कहाँदेखि कोले हेर्नु भएको छ भिडियो हैन, लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला हैन। सबैको सामु पुर्याइदिनु होला यो भिडियोलाई। अनि साथीहरु के छ भन्दा फेरि हैन यस्तै प्रब्लमले गर्दाखेरि म धेरै चाहिँ भिडियोमा आउन चाहिँ अलि सकेको छैन साथीहरु। माइन्ड नगर्दिनु होला हैन। म आउँदै छु, केही समस्याहरु अब ठीक हुँदैछन् साथीहरु। अब म पनि भिडियोमा अनुहारले चाहिँ हैन आउँदै छु। त्यही भएर साथ सपोर्ट दिन नबिर्सिनु होला। सम्पूर्ण चाहिँ आफन्तीहरुले हेरेर चाहिँ लाइक कमेन्ट हान्दिनु होला भन्न चाहन्छु हैन। कोले चिन्नु भएको छ मलाई, मेरो प्युठानको जनताहरु धेरै हुनुहुन्छ हैन। कोले चिन्नु भएको छ लाइक कमेन्ट ठोकिदिनु होला है। ल साथीहरु यति भन्न चाहन्छु र अर्को भिडियोमा फेरि भेटौँला हैन साथीहरु है। ल बाइ बाइ।